Andere hai हो नि मरे आन्नु आउला ल सबैलाई नमस्कार। म विष्णु गौतम। आजको हाम्रो यो अमिलो रेसिपी भिडियोमा स्वागत छ। हाम्रो दाइले यसरी कति अप्ठ्यारो गरी अमिला टिप्नु भयो। मैले चाहिँ भुइँमा बसेर जिस्काउँदै थिएँ। अनि अमिला टिपिसकेपछि हामीले चाहिँ 4-5 वटा लगभग 5-6 वटा जति अमिला टिप्यौँ। अनि त्यसपछि राम्रा अमिला पनि अनि दाइ बहिनीले फोक्यौँ। अनि त्यसपछि मैले सिलौटामा मरौटी नुन खुर्सानी लस गर्दै पिसेँ। अनि त्यसपछि चाहिँ मैले थोरै धनिया पनि काटेँ। अनि त्यसपछि त्यसमा धनिया नुन खुर्सानी राखेँ। अनि भुटेर पिसेको भाँगो पनि राखेँ। अनि त्यसमा चिनी एड गरेँ। चिनी एड गरिसकेपछि एउटा फ्राई प्यानमा तेल राखेँ, मेथी फुराएँ। अनि त्यसमा बेसार पनि राखेँ। अनि झ्वाइङ गर्दै जाने। आहा कति मिठो। त्यसपछि हाम्रो घर चाहिँ दही र मही थिएन, त्यही भएर दुध राखेँ। दुध पनि थोरै थियो, त्यही पनि मिठो हुन्छ भनेर राखिहालेँ। अनि सबैलाई एकै ठाउँमा मिक्स गरेँ। कस्तो हातैले मिक्स गरेको नभन्नु है, हातले मिक्स गरे जस्तो स्वाद चम्चाले मिक्स गरेकोमा हुँदैन। अनि त्यसपछि मैले कचौरामा राखेर सबैलाई दिनको लागि रेडी गरेँ। देख्दै खाउँ कति बेला खाउँ भइरहेको थियो। अनि दाइ अमिलोको रियाक्सन खाँदा अमिलोको रियाक्सनै हुन्छ। कस्तो भयो दिदी? मिठो छ एकदम। हामीले नै अमिलो खाँदैछौँ। हामीले अमिलो खाइयो। मिठो त भयो अमिलो त गजब भएछ ल। मलाई थ्याङ्क यू भन्नु न। मैले यसरी नतासेर हुन्थेन भन्नु अब। टिप्ने मान्छेलाई थ्याङ्क यू, देख्ने मान्छेलाई टिप्ने मान्छेलाई थ्याङ्क यू। 2-4 दिनमा तिमी नि होला दिन खाइदैन। झन्डै खाइ हो नि मरे आन्नु आउला ल आन्नु आयो भने फेरि Thanks for watching.